भजन 135। परमप्रभुको प्रशंसा गर, परमप्रभुका नाउँको प्रशंसा गर। हे परमप्रभुका सेवकहरू, उहाँको प्रशंसा गर। तिमीहरू जो परमप्रभुको भवनमा, हाम्रा परमेश्वरको मन्दिरमा सेवा गर्दछौ, परमप्रभुको प्रशंसा गर, किनभने परमप्रभु भलो हुनुहुन्छ। उहाँको नाउँको भजन गाऊ, किनकि यो मनोहर छ। किनकि परमप्रभुले याकुबलाई आफ्नो बनाउन र इस्राएललाई आफ्नै निज सम्पत्ति हुनलाई चुन्नु भएको छ। मलाई थाहा छ कि परमप्रभु महान हुनुहुन्छ र हाम्रा परमप्रभु सबै देवताहरूभन्दा महान हुनुहुन्छ। स्वर्गमा, पृथ्वीमा र समुद्रहरू र तिनका गहिराईमा परमप्रभुले आफ्नो इच्छा बमोजिम गर्नुहुन्छ। उहाँले पृथ्वीका सीमान्तबाट बादल उठाउनुहुन्छ। उहाँले वर्षासित बिजुली उठाउनुहुन्छ र उहाँले आफ्ना भण्डारहरूबाट बतास निकाल्नुहुन्छ। उहाँले मिश्र देशमा मानिस र पशुहरू दुवैका जेठा जेठालाई मार्नुभयो। हे मिश्र देश, उहाँले तेरै बीचमा फारो र उनका सारा कर्मचारीहरूका सामुन्ने चिन्ह र आश्चर्य कामहरू पठाउनुभयो। उहाँले धेरै जातिहरूलाई प्रहार गर्नुभयो र धेरै शक्तिशाली राजाहरूलाई मार्नुभयो। एमोरीहरूका राजा सिहोन र बासानका राजा ओगलाई र कनानका सबै राजाहरूलाई अनि तिनीहरूका भूमि आफ्नो प्रजा इस्राएललाई पैकृत सम्पत्तिको रूपमा लिनुभयो। अनि तिनीहरूका भूमि आफ्नो प्रजा इस्राएललाई पैतृक सम्पत्तिको रूपमा दिनुभयो। हे परमप्रभु, तपाईको नाउँ सदा सर्वदै रहिरहन्छ। हे परमप्रभु, तपाईको यस पुस्तासम्म रहिरहन्छ। किनभने परमप्रभुले आफ्नो प्रजालाई न्याय दिलाउनुहुनेछ र आफ्ना सेवकहरूमाथि अनुकम्पा राख्नुहुनेछ। जाति जातिका मूर्तिहरू सुन र चाँदी हुन्। ती सब मानिसहरूका हातले बनिएका हुन्छन्। तिनीहरूका मुख छन् तर बोल्न सक्दैनन्, आँखा छन् तर देख्न सक्दैनन्, तिनीहरूका कान छन् तर सुन्न सक्दैनन्, तिनीहरूले सास फेर्न सक्दैनन्। तिनीहरूलाई बनाउनेहरू पनि तिनीहरू जस्तै हुनेछन् अनि तिनीहरूमाथि भरोसा राख्नेहरू पनि सबै उस्तै हुनेछन्। हे इस्राएलको घराना, परमप्रभुको प्रशंसा गर। हे हारुनको वंश, परमप्रभुको प्रशंसा गर। हे लेवीको वंश, परमप्रभुको प्रशंसा गर। हे परमप्रभुको भय मान्नेहरू, परमप्रभुको प्रशंसा गर। सियोनबाट परमप्रभुको प्रशंसा होस्। यरुशलेममा बास गर्नुहुनेको प्रशंसा होस्। परमप्रभुको प्रशंसा गर। आमेन।